लाखौँको आइफोनमा पनि एकदमै राम्रो फोटो भिडियो नआएर हजुरहरू चिन्तित हुनुहुन्छ भने यो चाहिँ एउटा मैले इन्फर्मेटिभ भिडियो बनाउँदैछु र हजुरहरूले चाहिँ क्यामेरा सेटिङ, क्यामेरा फोटोको भिडियोको एकदमै मिलाएर राख्नुभयो भने एकदमै बेस्ट क्यामेरा क्वालिटी, फोटो क्वालिटी आउँछ र यदि हजुरहरूले मिलेन भने चाहिँ राम्रो आउँदैन। त्यसले गर्दा मैले यो भिडियोमा हजुरहरूलाई सिकाउँदैछु कसरी बेस्ट क्वालिटीमा ल्याउने। सेटिङ एपमा जानुहोस्, यहाँनिर चाहिँ क्यामेरा भन्ने अप्सन रहेको छ, यसमा क्लिक गर्नुहोस्। आइफोनमा चाहिँ एकदमै धेरै मोड र सेटिङ भएकाले हामीलाई जुन जुन इम्पोर्टेन्ट छ त्यो मात्रै मैले यो भिडियोमा भन्दैछु। हजुरले चाहिँ जुन पाइ त्यही गर्दाखेरि झन् क्यामेरा बिग्रिन सक्छ, एकदमै ध्यान दिएर भिडियो हेर्नु होला है। यहाँनिर चाहिँ सुरुमा रिकर्ड भिडियो भन्ने अप्सन रहेको छ, यसमा चाहिँ सबभन्दा बढी जुन छ 4K 60 fps यसमा सिलेक्ट गर्नु होला र इन्हान्स स्टेबलाइजेसन भन्ने यसलाई मात्रै अन राखेको छु, बाँकी सबै अफ छ। यो सेटिङ हजुरले राख्न सक्नुहुन्छ र बाहिर चाहिँ स्लोमोमा 1080p 240 fps यसमा राख्नु होला। सिनेमेटिकमा चाहिँ 4K 30 fps यसमा राख्नु होला र फर्मेट्समा चाहिँ हाई एफिसिएन्सी राख्नु होला। फोटो मोडमा चाहिँ सबभन्दा धेरै मेगापिक्सल, जस्तै मेरोमा 24 छ, यसमा क्लिक गरेर राख्नु होला र प्रोरेस र चाहिँ अहिले अफ गर्नु होला र ग्रिड भन्ने यो चाहिँ अन राख्नु होला र बाँकी चाहिँ मैले यहाँ सरर देखाइदिँदैछु होइन, यिनी सबै अन राख्दा हुन्छ हजुरले। र प्रिजर्भ सेटिङहरू पनि मैले यहाँ देखाइदिँदैछु, यो राख्दा हुन्छ है। यो चाहिँ एकदमै बेस्ट क्यामेरा सेटिङ रहेको छ। नेक्स्ट भिडियोमा चाहिँ मैले टिकटक एपबाट सेटिङहरू सिकाउँदैछु, फलो गर्नु होला। थ्याङ्क यू।